ब्रदरले ह्यान्डलमा फर्स्टमा चाहिँ त्यो सक्नुहुन्छ यो चाहिँ त यो डटको फर्स्ट ट्र्याक हो। सो हेलो एन्ड नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। हाई सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। इट्स मी एलबी राइडर देख्न सक्नुहुन्छ। सो आफ्टर लङ टाइम पछि हाम्रो भ्लग स्टार्ट भइसकेको छ, देख्न सक्नुहुन्छ। धेरैचोटि ग्यापिङ पनि भयो है। सो आजको बिहान राइड हुनेवाला छ। आजको राइड कहाँदेखि भने चाहिँ भक्तपुरदेखि लिएर धुलिखेलसम्मको हुन्छ। हाम्रो डट टेम्पलमा चाहिँ हिरो होन्डाहरूले अर्गनाइज गरेको ट्रायल भइरहेको छ अहिले हिरोको एक्सपल्स बाइकको है। देख्न सक्नुहुन्छ। हामी त्यहाँ जाँदैछौँ, के कस्तो हुन्छ हजुरलाई देखाउनेछु। त्यति डिटेलली मलाई पनि थाहा छैन, यहाँबाट जान्छौँ। अब के कस्तो हुन्छ म त्यहाँ देखाउनेछु। बाटोमा भिडियो गर्दै भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। बवाल हुने छ आफ्टर लङ टाइम पछि बवाल भिडियो आएर चाहिँ हेर्दै। फाइनली गाइज हामी चाहिँ अब आइसक्यो डट टेम्पल देख्न सक्नुहुन्छ। स्टार्ट भइसकेको छ, बवाल हुनेवाला छ। आज रेस्ट्रो लाइन छ, आम्मामा देख्न सक्नुहुन्छ। परदेखि लिएर पुरै यहाँ चाहिँ रजिस्ट्रेसन हुँदो रहेछ, देख्न सक्नुहुन्छ। अरू दाइहरू लाइनमा छ, टक्कर हान्नुपर्ने हुन्छ रेस। एउटै टोली लस्सायो। ल गाइज फाइनली मैले चाहिँ अथोरिटी लिइसकेँ, देख्न सक्नुहुन्छ राइड्सको लागि। यो भनेको 951 चाहिँ मेरो पालो छ। बवाल हुनेवाला छ है टक्क पारामा। मैले चाहिँ अथोरिटी लिइसकेँ, देख्न सक्नुहुन्छ। सो अबको राइड भनेको ट्र्याकबाट स्टार्ट देख्न सक्नुहुन्छ। अब अलिक चाहिँ टाइम पुग्नुपर्ने हुन्छ, यताबाट दिनुपर्ने रहेछ यताबाट चाहिँ है। सो यो बवाल हुनेवाला चाहिँ हेर्नु। हामी चाहिँ गाडीमा पर्खे भयो दाजुभाइ है, किनभने चाहिँ हामी लास्टमा फर्म भऱ्यो है 151 भनेपछि सोच्नु कति पछि छ हाम्रो पालो चाहिँ। राइड भनेको बवाल हुनेवाला छ 57 मेरो 51 भनेपछि जस एउटै सर्कलमा पर्छ होला, किनकि 9-10वटा राइडर्सहरू सँगै बढाउँछ होइन। अब त्यही हो, यहाँ पुगिरहेको छ। म के कस्तो हुन्छ त्यहाँबाट थाहा हुन्छ। बवाल हुनेवाला छ राइड चाहिँ। अब हेर्नु होला गाइज है। फर्स्ट मेरो लागि त यो डटको फर्स्ट ट्र्याक हो। एकचोटि हेरौँ न के कस्तो हुन्छ। यहाँ चाहिँ हामी टक्क एकछिन रेस्ट गरिरहेको है। त्यही हो, चौपल हेर्नुपर्ने हुन्छ तपाईँहरूले। यता चाहिँ हाम्रो सिकाइरहनु भएको रहेछ, यसरी चलाउने यसरी चलाउने भनेर चाहिँ टक्कै हेर्नुपर्ने हुन्छ है। यतिको चाहिँ सिक्नुपर्ने हुन्छ। अब चाहिँ हाम्रो पालो आइसकेको छ, ट्र्याकमा जानुपर्ने हुन्छ।